दिदीबहिनी तथा दाजुभाइहरू, हामीले लामो समयदेखि देशमा राष्ट्र संस्था हिन्दू राष्ट्रको पुनर्स्थापनाको कुरा, संहिताको खारेजीको कुरा जुन उठाएका छौं, त्यो केवल हामीले यो राष्ट्र संस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनर्स्थापना, संहिताको खारेजीको कुरा मात्रै होइन। हामीले राष्ट्र संस्था पुनर्स्थापना पछि अथवा राजा कस्तो हुने, देशको शासकीय व्यवस्था कस्तो हुने भन्ने सम्मका कुराहरू स्पष्ट रूपमा यस प्रकारका सभाहरूमा राख्दै आएका छौं। कतिलाई भ्रम छ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय राष्ट्र संस्थाको कुरा गरेकी भने होइन। हामीले भनेको पूर्ण संवैधानिक राष्ट्र संस्था हो। राजा आफै ठिक पनि गर्दैनन्, बेठिक पनि गर्दैनन्, तर बेठिक गर्न नदिने, गलत गर्न नदिने अभिभावकको रूपमा रहन्छ। त्यसकारण हामीले प्रष्टसँगले भनेका छौं, अभिभावकीय संस्थाको रूपमा राजा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। तपाईहरूले आज यतिका मानिसहरू हुनुहुन्छ, तपाईहरू कसैले अहिलेसम्म कोही मतदाताले मत दिने क्रममा आफ्नो प्रधानमन्त्रीलाई भोट दिन पाउनु भएको छ? अहिलेको प्रधानमन्त्री तपाईहरूले भोट दिएको प्रधानमन्त्री हो? कोही एमालेकै साथीहरू पनि हुनुहुन्छ भने भन्नुहोस् त, अहिले एमालेको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, तर तपाईले केपी ओलीलाई भोट दिएको हो? भनेको एउटा सानो निर्वाचन क्षेत्रबाट चुनाव जितेर आउने प्रधानमन्त्री देशको प्रधानमन्त्री हुन नसक्ने रहेछ भन्ने कुरा हाम्रो अभ्यासले प्रमाणित गर्यो। वहाँ चीन जाँदाखेरि पनि देशको प्रधानमन्त्रीले के मागे? झापा क्षेत्र नम्बर 5 मा एउटा रंगशाला चाहियो भनेर मागे, हैन? किनभने सानो निर्वाचन क्षेत्रबाट, सानो जनमतबाट जितेर आएको मान्छेले त्यसै ठाउँको लागि बेसी काम गर्नु पर्यो। त्यसकारण त्यस्तो होइन, सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनु पर्यो र प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको लागि होइन, सिंगो देशको लागि उत्तरदायी हुनु पर्यो। त्यसको लागि सरकार स्थायी बनाउनको लागि समेत प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्यो र एउटा मान्छेले 2 कार्यकाल भन्दा बेसी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनु पर्यो, हैन? एउटा मान्छेले 5 वर्षमा 10 वर्षमा गरेन भने 11 वर्षमा चाहिँ गर्छ त, हैन? त्यसकारणले अहिलेको जस्तो रालसिंहान आइन्जेल मैले फेरि अपमानजनक भनेको होइन, हैन? घाटै नपुगेसम्म प्रधानमन्त्री भइराख्ने, पदमा बसिराख्ने जुन व्यवस्था छ त्यसको अन्त्य गर्न खोज्या। त्यसकारणले एउटा व्यक्तिले 2 कार्यकाल भन्दा बेसी प्रधानमन्त्री हुन नपाउने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भए पुग्यो। तपाई अहिले हेर्नुहोस्, नेपाल जस्तो सानो देशमा 36,000 भन्दा बेसी जनप्रतिनिधिहरूको संख्या छ। वडा सदस्यदेखि राष्ट्रपति, उपराष्ट्रपति मात्र होइन, पूर्वहरूलाई समेत तलब भत्ता खुवाएर अहिले देश चलाउनु परिराखेको छ। त्यो तलब भत्ता खुवाउनको लागि पनि अहिले ऋण लिनुपर्ने अवस्था छ। त्यसकारण यो जनप्रतिनिधिहरूको संख्यामा व्यापक कटौती गरेर देशको अर्थतन्त्रलाई मजबुत पार्नको लागि पनि हामीले प्रदेश तहको खारेजी गर्न जरुरी छ। त्यसकारण हामीले प्रदेशको खारेजीको मुद्दा उठाएका हौं। हिन्दू राष्ट्र नेपालको पहिचानको रूपमा हामीले हिन्दू राष्ट्र भन्दाखेरि सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हुनुपर्छ भनेर भनेको छ। भ्रष्टाचारको विरुद्धको कुरा मैले अघि भने, हामी त भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो भन्ने पार्टी, त्यसमाथि पनि अझ त्यो पार्टीको अध्यक्षले त मैले 1 कदम अगाडि बढेर भनेको छु कि भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो भन्नु त सैद्धान्तिक कुरा भयो, त्यो त जसले पनि भन्न सक्छ। तर त्यो पार्टीको अध्यक्ष जसले धेरै ठुलठुलो जिम्मेवारीमा बस्ने मौका त प्राप्त गरेको छैन, तर एउटा वडाको अध्यक्षदेखि लिएर देशको उपप्रधानमन्त्रीसम्म हुने मौका पाए, यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु र भविष्यमा पनि कुनै प्रकारको भ्रष्टाचार गर्ने छैन भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु। भनेपछि भ्रष्टाचार देशको मुख्य शत्रु हो
भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि दण्डित हुनुपर्छ। हाम्रो देशभित्रै हामीले हाम्रो बिजुलीको, हाम्रो पर्यटनको, हाम्रो कृषिको विकास गरेर अहिले पछिल्लो दिनमा विकसित भइरहेको सूचना प्रविधिको उपयोग गरेर यो देशलाई 5-10 वर्षभित्रमै सम्पूर्ण देश बनेको हामीले देख्न पाउँछौँ। संसारभर छरिएर रहेका सबै युवाहरूलाई यही देशभित्र ल्याएर रोजगारी दिन सकिन्छ भनेर त म गफ लाउँदिन, तर 40-50 हजार तलबका लागि हाम्रो कुनै पनि युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्न सकिन्छ। तर त्यसको लागि देशमा एउटै मात्रै बाधक हो, अहिलेको राजनैतिक नेतृत्व र उसले ल्याएको अहिलेको व्यवस्था।